Hello everyone, Namaste, welcome back to my new video and welcome back to my YouTube channel. I hope you are fine हुनुहुन्छ होला म पनि एकदम फिट एन्ड फाइन छु साथीहरु अनि म चाहिँ धेरै दिन भिडियो बनाउँदै भइराछ किनभने मेरो आफ्नै व्यस्तताका कारणले गर्दाखेरि हो साथीहरु एकदमै हैन त्यही भएर हो साथीहरु अनि अब यहाँनिर जहिले आएर हेरिरहेको हुन्छ त के रे साले मंग्रो के छेपार हो अनि साथीहरु जतिजनाले मलाई चिन्नुहुन्न इट्स मिस सुषमा राई तामाङ अनि मेरो युट्युब च्यानलको नाम चाहिँ रहेको छ सुषमा दिदी ब्लग साथीहरु अनि हजुरहरुलाई के कस्तो छ मलाई म चाहिँ एकदमै ठीक छु तर अहिले चाहिँ गर्मी महिना आएर साथीहरु अलिक फ्रेश वाला फिल भएको छ हैन अनि म चाहिँ आज घरदेखि नै भिडियो स्टार्ट गर्दैछु किचनदेखि भिडियो स्टार्ट गर्दैछु टङटङ गरेर सुन्दै हुनुहुन्छ होला साथीहरु के गर्दैछु म सबै देखाउने छु साथीहरु तपाईहरुलाई अनि हामी चाहिँ यति धेरै यहाँनिर के मासु थम्बनेलमा पनि देख्नु भयो होला साथीहरु भनेर सोच्नु भयो होला यो चाहिँ राँगाको हो साथीहरु अनि तपाईहरुलाई म देखाउँछु ल हेर्दै गर्नु हेर्नु ल एक नाङ्लो छ साथीहरु यसको सुप बनाएर खानु पर्ने छ साथीहरु साथीभाइहरु यस्तै छ अनि पुरा घाम लागिरहेछ रात लाग्दो दिन भइरहेछ साथीहरु यस्तै छ गर्मी महिनामा यस्तै हुन्छ नि त पनि हैन झन् गाउँतिर त झन् गाउँमा त झन् यस्तो हस लाग्दो भइरहेछ अलिकति त सारा छैन पो त कति धेरै भिडियोमा एउटा कति धेरै एकजना म चिनिरहन पनि उहाँले चाहिँ रिक्वेस्ट गरेर हामी त कुखुरा काटेको भनेर अहिले चाहिँ म यस्तो धेरै व्यस्त भइरहेछु अनि हामीले चाहिँ यतिकै बनाएकै मासुहरू लिएर खाइरहेको छौँ कुखुराको मासुहरू अनि हैन अनि बनाएकै छैनौँ के घरमा अनि त्यही भएर मैले चाहिँ काटेको भिडियो नै हाल्न नि पाएको छुइनँ अब चाहिँ वेट गर्नु होला आज चाहिँ मैले कुखुरा काटेको हैन राँगाको मासु काटेको भिडियो चाहिँ बनाउँदैछु अनि त्यसलाई नि माया गर्दिनु होला हैन अनि मेरो कटिङ स्किल कस्तो छ त्यो कमेन्ट गरिदिनु होला कुखुरा काटेको भिडियो भनिराख्नु भएको थियो अब आउँछ अब चाँडै आउनेवाला छ तर वेट गर्नुपर्ने हुन्छ साथीहरु म र मेरो बुढा भनेर काट्दैछौँ सुँगुरको मासु झन्डै भनेछ काट्दैछु धसे देख्यो होला साथीहरु गर्मी महिना भएर कपडा नलाइ बस्छ कपडा त माथिबाट लाउनु हुँदैन के गरेको यो पकाउने र नपकाउने छुट्टाको साथीहरु अनि यो चाहिँ भाग लाउनु भएको रहेछ अनि हामीले चाहिँ अब अलि धेरै भने थियौं सिकुटी लाउने भनेर तर पुगेन रे त्यही भएर साथीहरु अनि अर्को भाग पनि छ त्यो चाहिँ हाम्रो माइतघरलाई पठाइदिने उयो पर्छ पछाडी अनि यसको चाहिँ सुप बनाएर खाने हो यहाँ राख्दिनु नि यहाँ त झन् 5 केजी जस्तो यहाँ पनि थियो त नि कि यसमा अलि धेरै थियो हैन म त यस्तो कहिले म भ्याउ गर्दिन यस्तो कुरा अनि यहाँ चाहिँ माइतघरको लागि हो हामीले एकै ठाउँ भने थियौँ भरे ल्याउनु पठाइदिनु भाइहरूलाई भन्नु पर्यो हामी चाहिँ नजिकै छ नि त त्यही भएर काटिरहेछ साथीहरु चाहिँ खाइदैछ मासु मलाई अलिक सन्चो छैन साथीहरु त्यही भएर अलिक बोल्नु म अरू बेला जस्तो बोलेको छुइनँ मलाई आज अलिक म सन्चो छैन त्यही भएर सानो छोटो बोलिरहेको छु अब बिरामी भए पनि जे भए पनि अब
भिडियो चाहिँ बनाउनु हुँदैन भनेर बनाउँदैछु साथीहरू र पनि अब धेरै बिजी भएको कारणले गर्दाखेरि चाहिँ बनाइँदैन अब किनभने त्यस्तै काम परेको हुन्छ त्यही भएर साथीहरू म राईको छोरी तामाङको बुहारी पर्यो साथीहरू के गर्नु माइत पनि खाएकै हो यता पनि खाने नै हो तामाङको घरमा त झन् अझै गोरुको मासु हुन्छ साथीहरू तर म त सबै खान्छु है भयो अनि गोरुकै खान्छु साथीहरू सबै खान्छु यो चाहिँ काँडाको हो कस्तो गनाउँछ काँचो मासु त साथीहरू अघि पनि खाना खाएको कि अब फेरि भोक लाग्यो अब फेरि खाने हो होइन अब मजाले फेरि यसलाई पकाउने अनि फेरि खानासँग खाने अनि फेरि भरे पनि खाने यसलाई चाहिँ बफाएर राख्नु धेरै थियो भने चाहिँ साथीहरू सिकुटी बनाउनु पर्यो भन्दै थियौँ तर थोरै रहेछ अब होस् नबनाउने अब त्यही हो होइन यहाँ चाहिँ यो चाहिँ सुपको लागि मासु तरिको चाहिँ सुपको लागि दामी हुन्छ साथीहरू सुप खाँदाखेरि नि मासु सरी भेट्यो भने दामी हुन्छ नि त होइन तर मासुहरू भेट्यो नि त्यही भएर म चाहिँ मासु नछान्ने हो भने टिकाला ताजी भने चाहिँ के हो टिकाला ताजी सिकाला बिन्दु लाङ्सा खण्डु के गरेको यो चाहिँ पहिला हाम्रो पुर्खाहरूले साइकलको सिट बनाउँथे अरे पाक्दैछ साथीहरू यहाँनिर अर्पण मिस्टर अर्पणले नै आएको छ अर्पण यता हेर्न हेलो भन ब्लग अर्पण चाहिँ उनीहरूको मासुहरू लिनुको लागि आएको छ यहाँनिर रेडी बनाइदिएछ अब खाना खाएर जा भनेको खाना खाएर जा ल भाइ यता हेर्न खाना खाएर जा ल उसको चाहिँ यहाँनिर उयो लागिरहेछ ब्लड डाइट डाइट के खाएको मोटाउनु परेन के गरेको त्यहाँ म चना खाइसकेँ मैले मासु पकाउँदैछु एकदम दामी स्पेसल के को मासु भन्दा भैँसीको के पो भैँसी राखेको भैँसी र राखेको एउटै त होइन कति भन्दा एउटा केटा र केटी हो गन मेरो पेन दाइ कहाँ भाइलाई लाग्यो है खाना खानु उता दुईजना हामी चाहिँ भुइँमै बसेर खाँदैछौँ नभए यहाँ सानो टेबलमा बसेर खाँदै खाएको छु म पैसाको अब खाना लगेको अब भरे भेटौँ होला साथीहरू अब खाइसकेर मेरो फोनमा चार्ज पनि सकिसकेको छ अब हेर्नु फाइनली गाइज म चाहिँ नुहाएर आइसकेँ अनि यता चाहिँ बुइ आमा के हो यस्तो यस्तो राम्री भएर कता हो आमा हाम्रो सुषमा दिदी ब्लग्स मेरो बेबी कता हो अरे बाफ्रे बाफ्रे उसले गर्दाखेरि यस्तो मात्रै भन्नु ऊ पनि यहीँ पो रहेछ त आमा म जे पनि मैले गर्दा पो हुन्छ ऊ यहाँ त पक्कै गयो अनि के चाहिँ गयो ला हो के पो भएछ साथीहरू मलाई लगाउँदैछ साथीहरू आज हामी चाहिँ नि नाक कटाउँदै बोल्दैछु म चाहिँ आज चाहिँ हामी चाहिँ चैते दसैँ होइन आज यस चैते दसैँ त्यही भएर होला त्यही ओकेजन भएर होला सायद मामा घरबाट कल गर्नुभएको थियो मम्मी चाहिँ गरी जानुभएको थियो अनि त्यही भएर साथीहरू अघि भर्खर आउनुभएको छ अनि हामी चाहिँ फेरि मामा घर जान लागिरहेको छौँ त्यहाँबाट इन्भाइट गर्नुभएको छ मामाहरूले अघि बाजे पनि आउनुभएको थियो मामा लगाएको हामीलाई लिनु हामी थियौँ घरमा अनि सो अब हामी चाहिँ जान लागेको साथीहरू सो अलिअलि मेकअप गरेको कस्तो देखिरहेको होला राम्रो देखियो एकदम राम्रो नुहाएर साथीहरू म चाहिँ भर्खर नुहाएको क्या यहाँ देखाउनु न मलाई सिरानीमा चाक राखेर खुट्टा थिचेर बसिरहेको रहेछ आऊ भाइ कपालले त थिचिरहेको छ मेरो कपाल ल सुषमा दिदी ब्लग्स त्यहाँदेखि मजाले हेर्नु ऐनामा हेर्नु दामी देखिरहेको छ दामी
त्यो अब हामी चाहिँ लागेको घरदेखि भरे भेट्छौँ त्यहाँनिर भयो भने भिडियो बनाउँछौँ नभए घरमा आएर हामी एन्डिङ गर्ने वाला छौँ माई हस्बेन्ड से हेलो से हेलो हामी सबैजना जान लागिरहेको छौँ साथीहरूको लागि प्यापी साह्रो हतार छ हामीलाई चाहिँ भरे नै भेटौँ ल साथीहरू कहाँ आएको भन्नु नि भन्नु माइता गएको मेरो माइता गएको म हामी चाहिँ पुग्न लाग्यौँ साथीहरू घर छेउमा आइपुगिसक्यौँ यहाँ चाहिँ भाइ छ हामी चाहिँ आइपुगिसक्यौँ साथीहरू अब भरे भेट्नुपर्छ ल साथीहरू साथीहरू हामीले चाहिँ हल्का अब यसो नास्ताहरू होइन अनि यहाँ चाहिँ हो अनि यता चाहिँ हाम्रो गोकुल भाइ छ हो मोटा र गोकुल भाइ हेलो अनि यहाँ पढ्नु कान्छे आन्टीहरू भाइजूहरू साथीहरू म चाहिँ भिडियोलाई एन्डिङ गर्न आइरहेको छु होइन अनि हिजो हामी मामा गर्दै राति आएको थियौँ साथीहरू यस्तो थकाइ लागेको थियो निन्द्रा लागिरहेको थियो धेरै सुतिहाल्यौँ भिडियोलाई एन्डिङ पनि गरिनँ मैले अनि साथीहरू मलाई चाहिँ आज सन्चो पनि छैन क्या बिहानदेखि बिहान भएको सुतेको छु 2 काम गरेर साथीहरू यहाँ जस्तो सुकै अवस्थामा भए पनि भिडियोलाई एन्डिङ गरिदिइहाल्नु पऱ्यो भनेर ल साथीहरू करेला करेला फलेको थियो त्यहीँ पाकेछ टिपेर खानु वास्तै भएन कस्तो करेला त खानु मन लागेको थियो तर यहाँ छ हाम्रोमा छ भनेर वास्तै नभयो क्या छैन जस्तो लागिरहेको थियो अहिले देख्दैछु अनि साथीहरू अनि चाहिँ कस्तो लाग्यो मेरो भिडियो यदि मन परेमा लाइक कमेन्ट सेयर गरिदिनु होला होइन यस्तै छ अहिले जस्तो सुकै अवस्थामा भए पनि मैले भिडियो हालिरहेको छु हाल्ने कोसिस गरिरहेको छु भिडियोलाई कन्टिन्यू गर्ने सोचिरहेको छु अनि त्यही भएर साथीहरू अन्तिमसम्म हेरिदिनु भइकन थ्याङ्क यू सो मच लट्स अफ लभ यसरी नै म्याच साथ सपोर्ट गरिदिनु होला अहिलेको लागि बाई बाई सी नेक्स्ट ब्लग साथीहरू